अनि फोनमा के हेर्छौ नि? सेक्सी। तिमीसँग कुन कम्पनीको मोबाइल छ? सामपुङ। सन्चै छौ? यहाँ किन आउनु भएको नि? यतिकै फोनमा चार्ज सकिएर फुटबल हेर्न आएको। यो त फुटबल होइन नि, भलिबल हो। जे भए पनि उनीहरू खेलिरहेछन्, मैले हेरिरहेछु। ए अनि तिमीसँग पनि फोन छ? अनि फोनमा के हेर्छौ नि? सेक्सी। सेक्सी। बडा हरामी हो। सेक्सी भन्दा अरू केही हेर्छौ कि नै? किन त त्यस्तो? अरू पनि कति राम्रो भिडियोहरू छन्। किन तिमीलाई अरू भिडियोहरू मन नपर्नुको कारण? सेक्सी भनेको सेक्सी नै हुन्छ नि, कति मजा हुन्छ हेर्नलाई। तिमीसँग कुन कम्पनीको मोबाइल छ? सामपुङ। सामपुङ। साङपुङ? सामपुङ भन्ने पनि फोन छ र स्यामसुङ होला? जे भने पनि त्यही हो, बुझ्नु न। अनि मोबाइल चार्ज भएपछि अरू भिडियो हेर्छौ कि नै? हेर्दिनँ, म चार्ज भएपछि मोबाइल चार्जमा लगाएर भयो नि सेक्सी नै हेर्छु। अनि गर्लफ्रेन्ड छ कि नै? गर्लफ्रेन्ड भने पनि मोबाइल भने पनि यही मेरो देब्रे हात र दाहिने हात हो। त्यस्तो गर्नुहुन्न नि, यति ठुलो भइसक्यो त, अब त गर्लफ्रेन्ड बनाएर विवाह गर्नुपर्छ। तपाईँले पनि चलाउनुहुन्छ होला नि, मलाई मात्रै सिकाउनु भएको छ। अरे बाप रे, ये तो धोती खोल रहा है। त्यस्तो होइन, यति ठुलो भइसकेपछि विवाह गरेर बच्चा जन्माउनुपर्छ। अनि जहिले त्यस्तो गरेर मात्र कहाँ हुन्छ त? छोराछोरी जन्माएर छोराछोरीलाई डाक्टर इन्जिनियर बनाउनुपर्छ। किन तपाईँको छोराछोरी डाक्टर इन्जिनियर छन् र? म नै हो डक्टर, जे भने नि म यो। तपाईँको नि अपरेसन गरिदिउँ? कति पढेर डक्टर बन्नुभएको? डक्टर डक्टर मात्र भन्नुहुन्छ। 5 बार बोल रहे हैं, पढ़ने निकले वाले। 5 पढेर पनि कोही डक्टर बन्न सक्छ र? म भइ नि रहेछु त। अनि कौन है ये लोग? कहाँ से आते हैं?